भुल्नु हे साथी, नभुल्नु हे साथी। सुखको बेला दुःखको बेला नभुल्नु हे साथी, नभुल्नु हे साथी। सुखको बेला दुःखको बेला नभुल्नु हे साथी, नभुल्नु हे साथी। खेलेर थक्दा साथीको छाती बने त्यो सिरानी, बने त्यो सिरानी। साथी खेलेर थक्दा साथीको छाती बने त्यो सिरानी। देश छोडी मुगलन कोलकाता पुगलन नहुनु बिरानी। साथी देश छोडी मुगलन कोलकाता पुगलन नहुनु बिरानी। बिस्तारा एउटै भएसी पक्कै घोडाले लाग्यो कि, घोडाले लाग्यो कि। साथी बिस्तारा एउटै भएसी पक्कै घोडाले लाग्यो कि। ख्यालठट्टा गर्दा बिझाउने वचन मुटुमा खायो कि। साथी ख्यालठट्टा गर्दा बिझाउने वचन मुटुमा खायो कि। भुल्दिनु जिंदगी सवारी मुझको गले लगा के बैठा दिया फलक पे मुझे खाक से उठा के। मेरी जिंदगी सवारी मुझको गले लगा के बैठा दिया फलक पे मुझे खाक से उठा के। यारा तेरी यारी को मैंने तो खुदा माना, याद करेगी दुनिया तेरा मेरा अफसाना। तेरे जैसा यार कहाँ कहाँ ऐसा याराना।
मेरे दिल की ये दुआ है कभी दूर तू न जाए, तेरे बिना हो जीना वो दिल कभी न आए। मेरे दिल की ये दुआ है कभी दूर तू न जाए, तेरे बिना हो जीना कभी दूर तू न जाए, तेरे बिना हो जीना वो दिल कभी न आए। मेरे दिल की ये दुआ है कभी दूर तू न जाए, तेरे बिना हो जीना वो दिल कभी न आए। तेरे संग जीना यहाँ, तेरे संग मर जाना, याद करेगी दुनिया तेरा मेरा अफसाना। तेरे जैसा यार कहाँ ऐसा याराना। जिंदगी को के भार छारा, आजा वारा भूली को पारा, आजा वारा भूली को पारा। ए माया मारे ना, ए माया मारे ना, ना जाऊ मला एकलाई पारेरा, ना जाऊ मला एकलाई पारेरा। मन को तिरखा पानी ले मेटिना, मन को तिरखा पानी ले मेटिना। ए ना जाओ मुड़ के ना, ए ना जाओ मुड़ के ना, जो बन जाला ते सही हुरकेरा, जो बन जाला ते सही हुरकेरा। जिंदगी को के भार छारा, जिंदगी को के भार छारा, आजा वारा भोली को पारा, आजा वारा भोली को पारा। साईहरू हुनुहुन्छ, दिदीहरू हुनुहुन्छ, उहाँहरूलाई
चाहिँ प्रणाम नमस्कार। मेरो साथीहरू हुनुहुन्छ उहाँलाई पनि नमस्कार। अनि भाइ बहिनी हुनुहुन्छ उहाँलाई सबै सम्झना। म चाहिँ पारस महत, जेटिएस 14औं ब्याच निर्माण। आज यो बहिनीहरूले 15औं ब्याचको विशेष दुईजना बहिनीहरू हुनुहुन्छ। एउटा लक्ष्मी बहिनी र अनिता बहिनी। उहाँहरूले धेरै वर्ष कहिले हामी 3 वर्ष जति भयो होला। 3 वर्ष अगाडि हामीले चाहिँ गोदावरीमा कार्यक्रम आयोजना गरेका थियौँ। अनि उहाँहरूले चाहना गर्नुभयो। आज त्यही अनुसार हामी उपस्थित पनि भयौँ। प्रतिकूल मौसमका बावजुद पनि हामी आज यतिजना उपस्थित हुन सफल भएका छौँ। सबैलाई एकदम हृदयदेखि हार्दिक नमन चाहिँ आभार व्यक्त गर्न चाहन्छु। सबै साथीहरूलाई हार्दिक धन्यवाद। र आगामी दिनमा पनि अब वर्षमा सकिएन भने 2 वर्षमा, 2 वर्षमा सकिएन भने 3 वर्षमा, 3 वर्षमा सकिएन भने 5 वर्षभन्दा पछाडि चाहिँ नजाउँ। जति भेट हुन्छ भेटौँ होइन। भए 2 जना नभए 5 जना 10 जना जति सकिन्छ गरौँ। र यसलाई चाहिँ निरन्तरता दिनुपर्छ। अघिल्लोचोटि पनि हाम्रो लक्ष्मी बहिनी र अनिता बहिनीले गर्नुभयो। गर्नुपर्थ्यो। हामी उहाँहरूभन्दा अग्रज दाइहरू हो। हामीले गर्न सकेनौँ। हाम्रो चाहिँ आफ्नो कार्यव्यवस्था चाहिँ अरू विभिन्न कार्यक्रमको बावजुदले गर्दाखेरि गर्न सकेनौँ। तै पनि बहिनीहरूलाई धेरै धेरै धन्यवाद। यसरी गरिदिनु होला, हामीलाई झस्काइदिनु होला। तपाईँहरूले गर्नुभएको जुन यो आयोजना छ तपाईँलाई हार्दिक नमन कृतज्ञता व्यक्त गर्न गर्न चाहन्छु। हस्त नमस्कार। पहिलो गर्दै न्यानो अभिवादन। हामीले 51 र 52 सालमा मैले त्यहाँबाट जेटिएसमा पढाएँ हो। मेरो नाम निर्वाचन खत्री अथवा केसी लेख्छु म। फेसबुकमा निरोज केसी छ। र मेरो घर चाहिँ अहिले जिरी नगरपालिका वडा नम्बर 3 माली भनेको। र मैले पढेको पनि हाई स्कुल पनि जिरी नै हो। जेटिएस ग्रेजुएसन। मेरो नाम चाहिँ सुशीला कार्की। म चाहिँ कालिदास नेपालमा काम गर्छु र विशेष अब 14औं ब्याज हो र कृषि। हस् धन्यवाद। कुमारी सुनमा मेरो घर चाहिँ रामेश्वर। के पनि छैन। 14औं ब्याजको सक्यो। 14औं ब्याज हाउसवाइफ। मेरो नाम चाहिँ पेमादिन शेर्पा। सबैले थाहै छ होइन। अनि अहिले फेसबुकको नाम चाहिँ उर्मिला शेर्पा छ। मेरो नाम चाहिँ सुषमा खड्का। म चाहिँ 14औं ब्याज एग्रिकल्चर ट्रेड हो। त्यही भन्न चाहन्छु। हस् धन्यवाद। सबैलाई नमस्कार। अहिले बहिनीहरूलाई विशेष धेरै धन्यवाद। मेरो नाम सपना उप्रेती, घर दोलखा अनि हेल्थ 14औं ब्याज। मेरो नाम समिता नेपाल, मेरो घर ललितपुर। म 14औं ब्याज कृषि भेटनरी। नमस्कार। म चाहिँ पद्मा दाहाल 14औं ब्याज स्वास्थ्यको है। नमस्कार सबैजनालाई, विशेष गरी आजको बहिनीहरूलाई। म सावित्रा उप्रेती 14औं ब्याज र अहिले काम केही गर्दिनँ, घर बस्छु। मेरो नाम अनिता चौलागाई। म 15औं ब्याज कृषि। यो पिकनिक चाहिँ हामी दुई भएर आयोजना गरेको हो। सबैजनालाई मेरो नमस्कार। मेरो नाम चाहिँ सुशीला शिवाकोटी। घर चाहिँ मेरो दोलखा। अनि म जिरी प्राविधिक शिक्षालयको 14औं ब्याज कृषि। सबैजनालाई मेरो नमस्कार। हामी भेटौँला भन्ने आशा दिएर यसरी हामी सबैजना भेट्नुहुँदाखेरि हाम्रो आफ्नै जेटिएस भित्रका छौँ जस्तो लाग्यो र खुसी लाग्यो। यसै वर्षमा एकचोटि भेट भइयोस् र यसरी आएका बहिनीहरूलाई विशेष र दाइहरूलाई पनि। र म पनि 14औं ब्याजको कृषि पढेको। मेरो नाम चाहिँ जेटिएसमा चिन्दाखेरि मनमाया कार्की भनेर चिनिन्थ्यो। तर मेरो गाउँघरमा चाहिँ लक्ष्मी कार्की भनेर चिनिन्छ। फेसबुकहरूमा पनि लक्ष्मी कार्की मनमाया पनि जोडिएको लक्ष्मी कार्की भनेर। सबैजनालाई नमस्कार। म एकबहादुर कोइराला। म 14औं ब्याज। नमस्कार है। मेरो नाम बिरु दाहाल। म जेटिएस 14औं ब्याज 15औं ब्याज 14औं को सुपर। म चाहिँ हाउस हस्बेन्ड है। नमस्कार है। मेरो नाम रामप्रकाश मण्डल। हामी 14औं ब्याज जेरीको। अहिले पेप्सी खोलामा बस्छु। भेटनरी घर घरमा सेवा दिइरहेको छु। म पनि 14औं ब्याजकै मान्छे। अनि मेरो नाम काजी शेर्पा। घर मेरो रामेछाप हो। अहिले म रामेछाप नगरपालिकामा वरिष्ठ पशु विकास अधिकारी 8औं तहमा कार्यरत छु। रामेछाप हो। बिहा भएको घर चाहिँ भक्तपुर। म चाहिँ हेल्थको 16औं ब्याजको हो। अहिले चाहिँ म भक्तपुर क्यान्सर हस्पिटलमा कार्यरत छु। नाम चाहिँ कृष्ण शोभा छुका हो। मेरो घर भक्तपुर। मैले जेटिएस पढेदेखि यही भक्तपुरमै काम गर्छु। अहिले हाल चाहिँ म मानव अङ्ग प्रत्यारोपण केन्द्र जुन दुधपाती भक्तपुरमै छ त्यहाँ काम गर्छु। मेरो नाम चाहिँ राधा कार्की हो। माइती मेरो जिरी नै हो लिङ्कन। अहिले चाहिँ नलिन्छ भक्तपुर।
नमस्ते सबैजनालाई, म सुनिता कार्की। म चाहिँ 16औं ब्याच हेल्थको। अहिले चाहिँ मेरो आफ्नै विज्ञापन सम्बन्धी यो साइनबोर्ड होर्डिङ बोर्डहरू सम्बन्धी आफ्नै छ। त्यसैमा मेरो नाम सुमन थापा, हिरेश्वर नगरपालिका अब पहिला त चलिपुर गोर्खा थियो होइन, हिरेश्वर नगरपालिका वडा नम्बर 6 हो। म चाहिँ निर्माण 14औं ब्याचमा पढेको। अहिले चाहिँ काम चाहिँ म निर्माणको चाहिँ गर्दिनँ, निर्माणसँग रिलेटेड चाहिँ काम गर्छु, घरमै मतलब आफ्नै व्यवसाय गर्छु। हस्, नमस्कार। आफ्नो भाइ छोरा छोरी यताउता नयाँ चाहिँ अब यहाँ त यो हामीले चाहिँ कसलाई भन्नु पर्थ्यो भने 32-35 चाहिँ ब्याचका भाइ बहिनीहरूलाई भन्नु पर्थ्यो। अब हामी उस्तै उस्तै छौँ, हाम्रो त उमेर गएको मर्नेलाई भएको कसलाई के भन्नु होइन। तै पनि आफ्ना छोराछोरीहरूलाई चाहिँ पढ्नुपर्छ, त्यो दिन अवश्य एक दिन कुनै न कुनै दिन आउँछ भनेर म एउटा सन्देश दिन खोजेको। ल सबैसँग चाहिँ हाम्रो एउटा यो हाम्रो परिचय गर्ने मौका भयो। यो फर्स्ट सेसन चाहिँ अब यही चाहिँ समाप्त भएको चाहिँ म घोषणा गर्न चाहन्छु। अब दोस्रो चाहिँ हाम्रो ढाले 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 ढाले
तपाईँको एकदम राम्रो लाग्यो फेरि पनि अब ल धन्यवाद है धन्यवाद है Chocolate.